तपाईँलाई कन्फ्युजन छ भने 18:2 को स्ट्यान्डर्ड ओपन गरेँ मैले दुईटाले कम्पेयर गरेँ यो यहाँ कलर हेर्नु यो हरियो रङ भनेको के हो मस्टार्ड हो यो कन्डिसनिङ तपाईँले सुन्नुहोस् 18:2 मा सुन्छ यहाँनिर यो कन्डिसनिङ एक्स्ट्रा आयो क्या त्यो तिनवटा आएर डाटा झुक्यो नि त हरियो कलर भनेको मस्टार्ड हो पर्पल कलर भनेको 18:2 हो पर्पल कलरमा 4वटा पिक छ हामीले हिजो थाहा छ 18:2 को लास्ट पिक 18:2 को 6 हो अगाडिको 3टा ट्रान्स हो यी 9 ट्रान्सको हाम्रो मेथड र स्ट्यान्डर्डमा फेरि एक्ज्याक्टली कोइन्साइड भएको छ टेन्सन टाइम बिसीको के हो जहिले पनि सेम हुन्छ यहाँ हेर्नु 18:2 को ट्रान्स यहाँ यसले रातोले यहाँ भन्छ पर्पलमा यही ट्रान्स छ तर 18:2 को ट्रान्स दुईटा ट्रान्स छैन 6 हेर्नु ठ्याक्कै कोइन्साइड भएको छ दुईटा पिक एउटा पिकभित्र अर्को पिक खप्टेको छ नि एक्ज्याक्टली टाइम छ साइज फरक पर्छ साइज कन्सन्ट्रेसन फरक पर्छ हामीले त अहिले पिक चिन्नु मात्रै छ हामी आइडेन्टिफिकेसन मात्रै क्यालकुलेसन छैनौँ नि त हाम्रो आजको काम भनेको पिक आइडेन्टिफिकेसन एन्ड इन्टरप्रिटेसन हामी क्यालकुलेसन गर्दैनौँ आजको हाम्रो काम पिक आइडेन्टिफिकेसन हो त्यही भएर हामीले पिक आइडेन्टिफाई मात्रै कुन पिक कुन हो चिन्ने मात्रै आज अनि यहाँ हामी एक्सरसिट नि यहाँ देखाउँछौँ अहिले एक्सरसिट लगेर क्यालकुलेसन गर्ने ठ्याक्कै कोइन्साइड भयो दुईवटा यो 18:2 भने कन्फर्म भयो अब हेर्नु यो दुईवटा ट्रान्सै हो नि त 18:2 को तल ट्रान्स छ है यो ट्रान्स गर्छ यो पनि ट्रान्स गर्छ कन्फर्मेसन भयो अब यसलाई काम सक्यो हामीले गर्ने यो पिन हटाइदिनु